गाइस आज थोड़ा सा इधर मेरा आंटी का लास्ट काम है आज 21 दिन। जो आगे का वीडियो डाला था वो आगे का वीडियो में जो डाला था ना उसका मेरा खुद का आंटी है। आज 21 दिन का काज है। 21 दिन में अंतिम काज होता है ना वो है। आज जा रहा हूँ बीवी बहू वगैरह पीछे जा रहा हूँ। बहुत दिन बाद में मैं भी आ रहा हूँ। वीडियो भी बनाने का इतना टाइम नहीं होता है। सम्झिनु चाहिँ यहाँ हेर्नु यहाँनिर चाहिँ मेरो अङ्कल आन्टी कान्छा अङ्कल हो। मेरो बजू हुनुहुन्छ उहाँ चाहिँ मेरो बहिनी बजूको छेउमा बस्नुहुन्छ बहिनी। त्यहाँ पनि आनी हुनुहुन्छ। यतापट्टि बाजे बाजेसँगै बसेको अर्को बाजे हुनुहुन्छ। आफ्नै मान्छे हो। बत्ती बाल्ने कार्यक्रम छ। माम छ हाम्रो बाजे। अब यतापट्टि हुनुहुन्छ बाजे। बाजेसँगै बसेको फेरि मेरो यो मामा हो। मामा कालिम्पोङको मामा। यो चाहिँ अहिले बत्ती बाल्ने कार्यक्रम चल्दैछ। मेरो अङ्कल हो। आफ्नै सन्तानहरू जुखाको कार्य हो यो। लागेको हाम्रो मामाहरू हुनुहुन्छ। अनि फेरि अर्को अङ्कल हुनुहुन्छ। त्यसै त कपाल भएको चाहिँ हाम्रो कालिम्पोङको मेरो आफ्नै अङ्कल हो। काका पर्छ अङ्कल कालिम्पोङको। त्यपट्टि बाजे छ। त्यपट्टि सबै हाम्रो सन्तानै सन्तान यहाँनिर। उहाँ चाहिँ मामा हुनुहुन्छ। सन्धि हाम्रो सन्तानहरू अब खाना छ। मेरो सन्तानहरू उहाँहरू चाहिँ हजुरहरू मेरो आफ्नै सन्तानहरू हुन्छ। सेतो कपाल भएको चाहिँ कालिम्पोङको मेरो आफ्नै अङ्कल। तपाईँले बसेको मामा। हाम्रो सम्झेहरू पनि ल सम्झे ल अब हिँडेँ म। हजुर 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 ल अब चाहिँ निस्क्यौँ हामी। भिडियो खत्तम भयो कि। अब हाम्रो चाहिँ यस्तो ठुलो सन्तानहरू छ यहाँनिर। मेरो आफ्नै सन्तानहरू हो। मामाहरू पनि भेट्यो। काकाहरू कालिम्पोङको काकाहरू पनि भेटेँ मैले। बहुत साल भएको थियो नभेटेको। बहुत खुसी लाग्यो। अब नेक्स्ट भिडियोमा अब कहीँ काज परिहाल्यो भने फेरि पनि देखाइदिन्छु मेरो सन्तानहरू कति छ के छ भनेर कमेन्ट गर्नु होला गाइज। अब यो चाहिँ यो काठझोडामा चाहिँ मेरो सन्तानहरू चाहिँ यहाँ राख्छ गाडी। यो डिआरसी पार्किङ मेरो सन्तानहरू छ यहाँनिर। अहिले चाहिँ तल बिजी छ तल
काममा अनि